वेलकम ब्याक टु माई अनदर भिडियो अनि स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फर्स्ट क्लास अनि टप क्लास छु। अनि अझ चाहिँ म धेरै पछाडि मलाई आज एकदम भिडियो बनाउने चलेर म भिडियो बनाउन गइरहेको छु होइन। एकदम अहिले यो वृन्दावनमा बारिस भएर होइन एकदम उयो भइरहेको छ, देख्न सक्नुहुन्छ। पुरै बाटोहरू पुरै हिलो भइरहेको छ। के गर्नु यस्तै छ। तर जति नि उयो भए पनि जति नि यो बारिस भए पनि अब गर्मीको महिना लागिसके पछाडि गर्मी हट्न छोड्दैन। त्यस्तै हो, रमाइलो घमाइलो कोसिसमा हम दो लोग जा रहे हैं। उहाँ छ अर्को चाहिँ होइन। अरू भिडियो बनाउने त्यत्रो ठुलो सोख त होइन र पनि भिडियो नबनाइकन चित्तै बुझ्दैन। मेरो एउटा धराम हो भिडियो बनाउनु। अहिले चाहिँ हामी एउटा पेडिस लिन जाँदैछौँ दोकानमा। सब्जीहरू के जाति लिनलाई त्यहाँ मगाएको छ अनि लिनलाई जाँदैछौँ। देख्न सक्नुहुन्छ अहिले त पुरा सुनसान भइरहेछ, पानी परेर होला। पुरा पानी परेर एकदम सुनसान। तर पनि मान्छे अब वृन्दावनको ठाउँ हल्का फुल्का उयो त भइरहन्छ। तर पनि आउँदैछ, जाऊ न। धोती मिलाऊ न पहिला चाहिँ। जो लेने आए थे वो मिल गया। अब हम लौट रहे फिर से वहीं हमारे घर के यहाँ। ऑर्डर हो गया था इसलिए कुछ रुकने का ज़रूरत नहीं हुआ। लेके जा रहे अभी होइन। जाँदैछौँ अब थोरै बिचमा हिन्दी बोल्न आइहाल्दो रहेछ होइन। यो सामान लिन आएको थियो, के हो कस्तो छ के हो थाहा छैन। आइयो दोकानमा, आइयो प्याक गरेको सामान लिएर गयो। अब आश्रम जाने हो, चट्टसँगले हेर्ने हो। हाम्रो त होइन तर पनि एकदम हेर्ने हो। हेरेर के छ हेर्ने हो। गाइस यस्तै छ होइन। अब अलिकति यो पानी परेर होला, यो कस्तो मौसम कस्तो कुल लागिरहेछ, जस्ट कुल भइरहेछ क्या। यता अब साधु बाबाहरू यसरी बसि नै रहनु भएको देख्न पाइन्छ। हामी पनि यस्तै ठाउँमा रमाइलो घमाइलो गर्दै घुमि नै रहेको छौँ। कति दिन पछि लगाइस आजको लागि यति नै। भिडियो मन पऱ्यो लाइक गरिदिनु होला। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। अब फेरि अब सायदै म तपाईँहरूसँग बाचा गर्न चाहन्छु। अब भिडियो सायद डेली आउँछ होइन। डेली एकदम डेली नै आउँछ जहाँसम्म लाग्छ।